अबदेखि कहिले पनि म वडा कप खेल्ने छैन। यो म्याच अति नै इम्पोर्टेन्ट थियो किनकि यो म्याचले डिटरमाइन गर्थ्यो हामी लिगबाट चढ्ने कि नचढ्ने। हाम्रो टिमबाट मैले एक गोल गरेपछि हाम्रो गेम इन्टेन्स र लेभलमा चलिरहेको थियो। त्यसपछि मैले ड्रिब्लिङ गर्दाखेरि बिगारेँ जसले गर्दा हामीले फेरि एक गोल खान्छौँ। आउट जान्छ भनेर मैले बल चेज गरिनँ जसले गर्दा अपोनेन्टले पास दिएर स्कोर निकालिदियो। अपोनेन्टले कर्नरबाट हानेको बल फेरि गोल हुन्छ र त्यसपछि हामी 2 गोलले डाउन हुन्छौँ। जसो तसो गरी हामीले एक गोल फर्काउँछौँ तर 3-2 को अन्तरले हामी यो गेम हार्छौँ। न त मैले आजको गेम जिताउन सकेँ, उल्टो मेरो मिस्टेकले गर्दा गोल खायो भनेर म आफैसँग एकदम दुखी थिएँ। साँझतिर श्री कुमारी क्लबमा बी डिभिजनको ट्रायल सेलेक्सनको लागि जान्छु र घर फर्किन्छु अनि कोल्ड सावर लिएर निदाउन खोज्छु।